नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुवा सम्पूर्णलाई इष्टमित्रहरूलाई सबैलाई जय नेपाल भन्न चाहन्छु। हाम्रो यहाँ अहिले हामी युएमा छु, बर दुबई अबुधाबी भन्नुपर्छ। अनि यहाँ दसैँको झरफर भइरहेछ हैन। हाम्रो कम्पनीले खाना कम्पनीकै छ, बस्न कम्पनीकै छ, तर मेस मात्र खाना पकाएर खान दिएको छैन, मेस मात्र मिले छैन। त्यही भएर अब रुममै हिटर ल्याएर, यहाँ हिटर देखाउँ त, हिटर ल्याएर हल्दी ल्याएन हामीले खसीको मासु ल्याएर अनि बनाउँदैछौँ। गाइज हेर्नुहोस्, अनि मन पर्यो अनि लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला। जय नेपाल, जय हाम्रो नेपाली दाजुभाइ दसैँ हैन। गाइज देखो, आज दशहरा हमारा इधर अबू धाबी में बन रहा है ऐसा है ना। अबू धाबी में अभी पार्टी चल रहा है दशहरा त्योहार का। कौन सा मसाला देखा हमारा, ये देखो मेरे मामा है, मामा जी देखो मामा। सबैभन्दा सम्पूर्ण देश विदेशमा छरिएर बस्नुभयो नेपाली दाजुभाइ अनि तथा बुवा आमा हाम्रो पनि देखा दिदी बहिनीहरूलाई म यो भन्न चाहन्छु, हाम्रो सबैभन्दा नेपालको तिहार भनेको दसैँ मान्छ हैन। अनि त्यो हामी विदेशमा भएर छोरी बनाउन लाग्छौँ हैन। यस्तो ल्याएर अब यहाँ हाम्रो कम्पनीले मेस दिएको छैन, कम्पनीकै खाना हो, त्यही भएर मेस दिएको छैन। त्यही भएर हामीले चोरी छुपके बनाया जा रहा है इधर दशई। ये देखिए गाइस 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 लोगै लाग्दैन। हाँ गाइस